हेलो नमस्ते गाइस, म आशा गर्छु तपाईहरु सन्चै हुनुहुन्छ। तपाईहरु सन्चै हुनुहुन्न भने पनि मलाई घण्टा पनि फरक पर्दैन, किनकि तपाईलाई आफ्नो ध्यान आफै राख्नुपर्ने हुन्छ। बात तो सही है। कोरोनाले नेपालले छोडेर त गयो, तर टिकटकको भाइरसले अहिलेसम्म छोडेको छैन। टिकटक भनेको अन्डरटेकर जस्तै हो, मरे पनि वापस आइहाल्छ। मुझे बिहान भएको चिज अझ वापस आइगयो। बिहान के भने जसको मोबाइलमा सिम थिएन त्यसको मोबाइलमा नै VPN थियो टिकटक हेर्नलाई। प्यारी समझ गई। केपी ओलीले राम्रोसँग देश चलाउन सक्छ, उर्मिला केसीले राम्रोसँग एक्टिङ गर्न सक्छ, तर टिकटकमा भएका क्रिएटरहरूले कहिले पनि राम्रो भिडियो बनाउन सक्दैन। चल सुरु गरौँ बिना बकचौदीको। एडिटर इन्ट्रो लगाऊ बिना गालीको। राम्री त म पनि राम्री नै हो, तर अलिकति हाइट सानो भएर हो के। बाबर आजम त राम्रो क्रिकेटर हो, तर त्यसलाई क्रिकेट खेल्न आउँदैन। उर्मिला केसी त राम्रो एक्टर हो, तर त्यसले एक्टिङ गर्न आउँदैन। मोटी यसको हाइट यति सानो छ नि हामीले लगाएको हाफ प्यान्ट यसको लागि प्यान्ट हुन्छ। यो यति सानो छ नि यो आफ्नो भाइको प्यान्ट लगाएर भिडियो बनाउँछ। यो यति सानो छ नि 1 वर्षदेखि यसले कपडा किनेछ नि, पुरानो कपडा लगाएर बसेछ। तेरो हाइट यति सानो छ नि तेरो हातमा समातेको फोन पनि त्यो ट्याप लागिरहेछ। ओके त्यसले आफ्नो डायलग खानिस्, भरकती गरिस्, राम्रो गरिस्, त्यसपछि डान्स गर्नु जरुरत थियो। एक्सको गर्लफ्रेन्डले प्रोफाइल भ्यू गरेको गरे गर्छ, धेरै नहेर है बहिनी, त भन्दा त राम्री नै छु ल। यो यति राम्रो छ कि यसको र कुकुरको कम्पेयर गर्यो भने सबै कुकुरले भोट गर्छन्। अनि फुची एक्स को भ्यालु निकाल्ने उमेरमा एक्स बनाएर बसिछ। कति रुको रे लु भयो नि त, छैन मेरो मन तिमीको जस्तो डर हो, सक्दिनँ म कुराहरू लुकाउन भन्न। बहुत सरी के सेक्स त फोर्सम गर्थ्यो, अब लभ पनि के फोर्सम गर्न लाए बुझ्ने कि अहिले तिमीहरूको एक्सको भ्यालु निकाल्ने उमेर हो। एक्सले ब्रेकअप दिने होइन, मतलब लभै गर्ने उमेर होइन। वाह यार क्या टचिङ स्टोरी छ यार। यो भिडियो हेरेर त मेरो गाडीदेखि पनि खुन आएछ, मतलब आँसु आइरहेछ यार। यो भिडियोमा के भन्नु छैन यार, मेरो आँसु रुकिरहेको छैन, मतलब पिसाब रुकिरहेको छैन यो भिडियो हेरेर। यस्तै गर्दै जानु त, यस्तै भिडियो बनाइराख्नु। यति राम्रो भिडियो हेरेर त किडनी टचिङ स्टोरी के भन्नु, शब्द छैन। चले एक काम कर, 200 रुपए दे और 50 रुपए काट ओभर एक्टिङ के वजह। धेरै एक्टिङको बक्सत अर्को भिडियो हेरौँ। इन्डस्ट्रीको सबै फेक ग्याङ्स्टरहरू एकजुट भई मिलेर आइज, गोला बारुद भिडेर आइज, कुङफु कराते सिकेर आइज, आजै आइज, अहिले आइज, आइज भर्खरै आइज। 10 जना गनमन त गाउँतिर छ, मेरो सहरमा को छ बुझेर आइज। कोइना तेल लाएर बस सब आउँछन्। कोही पनि लाइन लाएर टिकटक बनाएर आउँछन्, मतलब लिपसिङ गरेर आउँछन्। अनि तिनीहरू हेरेर मलाई एकै कुरा लाग्छ, होसरी कि यिनीहरू तेल लाएर आफ्नो पालीको इन्तजार गरिरहेछन् कारमा आउन लागि, किनकि लास्टमा यिनीहरू कम्बडीहरू लाउने हुन्। तिमीलाई जुन कुराको घमण्ड छ नि त्यो कुरा बजारमा 500 मा 1 घण्टा ननस्टप पाइन्छ। मलाई के भन्नु छैन, यदि यसको यो भिडियो यसको मम्मीले हेरिरहेछन् भने बताओ इतना मादरचोद लड़का पैदा करी हूं मैं कि क्या बता। यो भिडियो हेरेर तिमीले के थाहा भयो के होइन, यो केटा छक्का हो, केटीले छोडेर केटाको पछाडि लागिरहेछ।